नमस्ते मित्रहरू। कथा भनेर हुँदैन, कथाले कुनै कुनै ज्ञान दिलाउँछ। ज्ञानवर्धक कथा एउटा लिएर आएको छु, सम्पूर्णले सुनेर प्रतिक्रिया जनाउनु होला है। कुनै एक ठाउँमा धर्मात्मा राजा रहेछन्। उनले एक दिन भोजको आयोजना गरेछन्। भोजको आयोजनामा खिर पकाइएछ। अनि खिर अब म पहिलो खिर ब्राह्मणहरूलाई भोजन गराएर खान्छु भनेर उनले ब्राह्मण भोजनका लागि खिर पहिलो थालमा पस्केर ब्राह्मणहरूतिर लिएर जाँदै थिए। कुरो बुझ्नु है। जाँदै थिए, जाँदै गर्दाखेरि ब्राह्मण केही अलि दूर रहेछन्। त्यो अवस्थामा एउटा चिलले सर्प, मरेको सर्प लिएर उसका जान बच्चा पाल्नलाई, छोराछोरीलाई दिनलाई लिएर जाँदै रहेछ। जाँदाखेरि त्यो सर्पको विष जुन चिलले बोकेको थियो त्यो मुखबाट तप दुई थोपा खसेछ र त्यो राजाले ब्राह्मणलाई दिन आँटेको भोजनमा परेछ। त्यो कुरो ब्राह्मणले राजाले थाहा पाएनन्। लगेर ब्राह्मणलाई दिए, भोजन गराएपछि केही छिनपछि ब्राह्मण मरे, विष लागेर मरे। अब त्यो दिनको आयोजना सकिगयो। अब अनि माथि यमलोकमा हल्ला खल्ला भयो। अब यो दोष कसलाई दिने भनेर यमराजले निर्णय गर्ने भए। अब राजालाई दिउँ भने राजाको गल्ती छैन, उनले त ब्राह्मण भोजन गर्न लगेका हुन्। अब सर्पलाई दिउँ भने त्यो मरेको सर्प छ, त्यसलाई के दिनु। अब चिललाई दिउँ न त यो भने चिलले आफ्ना परिवारलाई पाल्नलाई, बच्चालाई खुवाउनको लागि उसले आहार लिएर गएको भने यो दोष दिने ठाउँ कहीँ भेटेनन्। अब ब्रह्म हत्या त भयो, यसको दोष कसलाई दिनु ब्रह्म हत्याको भनेर त्यो मुद्दा पेन्डिङमा रहिरहेको थियो। र एक दिन अब उनले सैनिकहरू, यमदूतहरू पठाए। लु, यो ब्रह्म हत्याले त पोल्न थालो। अब यो ब्रह्म हत्याको पाप कसले लिनुपर्ने हो, लु जाओ नरलोकमा गएर यसको मान्छे भेटेर आओ भनेर पठाए दूतहरूलाई। दूतहरू आए, दुई तिनजना कति थिए, आउँदै गर्दाखेरि अनि त्यो राज्य, त्यो जुन राजाको राज्यमा आइपुगेपछि अनि त्यहाँ एकजना महिला रहेछन्। अनि माताजी, यहाँ फलाना राजाको राज्य कहाँ हो भनेर सोधे। अनि तिनले भनिन्, राज्य त यही बाटो जान्छ, यहाँ पर पर्छ उनको राज्य, तर तपाईँहरू कहाँदेखि आउनु भएको, अलिक होस गरेर जानु है। ती त बाहुनलाई भोजन गराउने भनेर विष हालेर दिन्छन् र बाहुन मार्छन् नि, ती त त्यस्ता खालका पो छन् नि त ती त भनेर ती महिलाले भनिन्। अनि ती दूतहरूले लु भेटियो यो ब्रह्म हत्या लिने भेटियो भने तीबाट फेरि के गए यमलोकमा। अनि गएर बेली विस्तार गरे, लु यस्तो भेट्यो भनेपछि अनि तिनलाई ब्रह्म हत्या लगाउने भए। ब्रह्म हत्याको भागी ती महिला भइन्। अब त्यहाँ अरूले पनि सल्लाह गरे, होइन यिनले त केही गरेकै छैन, यिनलाई किन हत्याको दोष लाउनु, यी हत्यारा होइनन् भनेर अब त्यहाँ हुन्छन् नि त विपक्षी गुइठेहरू। अनि त्यसो भनेर यमराजलाई सिट्न थाले। यो नभएको कुरो किन तिमीले गर्यौ निर्णय भनेर यमराजलाई भन्न थाले। अब यमराजका वकिलहरूले त निर्णय लगिहाले। अनि उनले फैसला गरे न्यायाधीश बनेर, हेर मित्र हो, कतिपय कुरा नगरे पनि पाप लाग्छ। कसरी लाग्छ त? ती महिलालाई न राजाले विष हालेको, न सर्पको गल्ती, न खानेको गल्ती, न गडुरको गल्ती,
गल्ती त त्यो कसैको थिएन नि त, उनीहरूले नजानी गरेका आफै भएको कुरो हो त्यो। भने ती महिलालाई चाहिँ कति उत्सुकताका साथ चाहिँ राजाले यस्तो गरे उस्तो गरे भनेर खिल्ली उडाकी त लु बुझ त हो। त्यही भएर अर्काको निन्दा खोजी गर्ने मान्छे त्यो अपराधी हो। कुरो बुझ्नु भएन के? त यदि ती सच्चा थिइन् भने त्यो नभएको कुरो किन गर्नु? तिनलाई के को खाँचो? कसैलाई थाहा छैन त्यो। गाई प्राणी सबै, न सर्पलाई थाहा छ, न गडुरलाई थाहा छ त्यो कुरो, न ती राजा जुन खिर खुवाउनेलाई थाहा छ, न खानेलाई थाहा छ। तर विष परो मरे भने ती महिलालाई चाहिँ के को चुमचुम, के को चुमचुम? तेरीमा हो। त्यही भएर पाप लाग्छ जसले निन्दा गर्छ, अर्काको खोजी नीति गर्छ जसले भने त्यसैले ब्रह्म हत्या बोक्नु पर्यो। र ती ब्रह्म हत्याले कोर उब्जिएर कति वर्षसम्म बस्नु पर्यो भन्ने कुरो यो मेरा कथाले जनाउँछ। र कसैको पनि निन्दा नगरौँ भन्ने मेरो आत्माबाट भन्छ। तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने यसो लाइक सेयर कमेन्ट आओस्, लागेन भने मलाई 70-73 वर्ष बुढा कुरा के सुन्नु है हामी केटाहरूले भन्ने उँभो ठेल्दिने। बस जय नेपाल, जय जननी, जय राष्ट्र।